सो हाई गाइज, यो भिडियो चाहिँ लङ होइन सर्ट हुनेछ। अब अहिले देशको स्थिति थाहा छ, त्यही भएर सानो रिक्वेस्ट गरेको छु हजुरहरूमाथि, हजुरहरूलाई हेरिदिनु होला है भिडियो चाहिँ, अनि सक्दो सहयोग नि गरिदिनु होला। सो गाइज, सबैजनालाई नमस्कार, म जनक धामी। यतिखेर हाम्रो देश नेपालमा एकपछि अर्को ठुलो घटना घटिरहेको छ। विशेष गरी अहिले गएको बाढी पहिरो, जुन विनाशकारी र ठुलो बाढी पहिरो, कल्पना गर्न पनि नसकिने बाढी पहिरो अहिले रसुवा, नुवाकोट लगायतका ठाउँहरूमा ठुलो क्षति पुर्याएको छ, जसमा सरकारको ठुलो क्षति हुनुसँगै ठुलो जनधन र मानवीय क्षति पनि भएको छ। गाइस, सरकारले आफ्नो तर्फबाट सबै गरिरहेको छ, सक्ने जति सब थोक पहल गरिरहेको छ सरकारले। अब हामीले यतिखेर चाहिँ हामी सबै नेपाली एकजुट भएर हामीले सरकारलाई लगायत बाढी पहिरो पीडितलाई सहयोग गर्नुपर्ने हुन्छ। गाइज, यतिखेर हामी सब नेपाली एक भएर सो सरकारलाई सक्दो सहयोग गरिदिउँ, अनि बाढी पहिरो पीडितलाई नै सक्दो सहयोग गरिदिउँ। गाइजहरू गरिदिनु, म जनक धामी विनम्र अनुरोध गर्दछु। गाइजहरू, यतिखेर हामी सब नेपाली एक हुनुपर्छ। गाइजहरू, अहिले हाम्रो देशको स्थिति यस्तो छ गाइजहरू, जहाँ हाँसु भने हाँस्ने ठाउँ नै छैन। गाइजहरू, जता हेरे त्यतै दुःखै दुःख, कैयौं मानिसहरू बगिसके, कसैको हात खुट्टा भेटेको छैन, कसैको केही भेटेको छैन, कसैको लासै भेटेको छैन, कोही सम्पर्कविहीन छन्। जो सरकारले आफ्नो तर्फबाट गरिरहेछ गाइजहरू, हामीले नि सरकारलाई साथ दिउँ है। गाइजहरू, विनम्र अनुरोध गर्दछु सरकारलाई साथ दिन लगायत पीडितहरूलाई सहयोग गर्न। गाइजहरू, आफूले सक्ने सहयोग गरिदिउँ। हस्, धन्यवाद।